कोही माग्नु पर्ने यो नोटिफिकेसन कति आउँछ भाडा चाहिँ भनेको थियो नि यसरी यस्तो आमा साबुन सकिए जस्तै छ है। सो यो व्हाट्सअप गाइस वेलकम ब्याक कि माई न्यू भिडियो। आज चाहिँ भनेपछि यार माया कसम बिहानको कति बजेछ अहिले 11 साढे दस बजेछ। यहाँ सबैजना भेला भइरहेको छ भान्जा भान्जी भाइ बहिनी सबै भेला भएको छन्। अनि चाहिँ कहाँ जान आँटेछ मलाई थाहा छैन, तर मेरो चाहिँ अब म चाहिँ के गर्छु त्यो पनि थाहा छैन। आज चाहिँ हेरौँ कस्तो नोटिफिकेसन आएको त अब चाहिँ यार मतलब बाल पाराटे जो ब्लग दामी हुने हो। सो साँच्चै तर ठिकै छ अब हेरौँ। सो पछि म चाहिँ आफ्नो यहाँ ब्लग प्ले गर्दै थिएँ हेर्दै थिएँ, हिजो बनाएको ब्लग हेर्दै थिएँ। अनि कस्तो भयो के भयो भनेर अब हेरौँ भयो। भाडा मासु पर्ने टाइममा चाहिँ आछ्या के लाग्यो सबैजना जान्छन् कि म चाहिँ भाडा माझ्नु परेर यस्तो लाइन हुन्छ कोही माझ्नु पर्ने यो नोटिफिकेसन कति आउँछ भाडा चाहिँ भनेको थियो नि यसरी यस्तो आमा साबुन सकिए जस्तै छ है। यहाँ सबै यहाँ गर्छ म चाहिँ भाडा मागेर बिक्री हुन्छ अप्ठ्यारो भएर चाहिँ यो भाडा माग भने जस्तो झ्याउ फेरि अर्को मास फोटो कहाँ छ यार। भाडा माझेपछि भाडा गर्नु छ झ्याउ काम लागेपछि मेरो सबसे फेभरेट काम चाहिँ भनेको यही हो। एज युजल चिया बनायो अब पाल पाराले मिठो बनाएर खायो। अनि यहाँ चाहिँ अब साँच्चै भनेको अब दिदी भिनाजु गरेर आइसक्यो। दिदी भिनाजु भान्जा भान्जी अनि बान्जीबारी आउनुपर्छ। जो कप चट्टोसँग लिएर एकै खाले के त राख्छु नि 1 2 कतिजना रहेछ 5 जना होइन बान्जीबारी बुहारी नखाए हजुर त्यही त बुहारी नखाएर म चाहिँ मेरो हातमा धेरै कप अटेन। ओ त्यहाँ माथि बसिरहेको छ क्या। अनि म चाहिँ अब भिनाजुको फेरि भिनाजुलाई चिया खान मन लाग्छ क्या, मन लाग्दो रहेछ मतलब मन पर्दो रहेछ मतलब चिया खाने भन्छु। म चाहिँ यार भने साह्रोले खतरा चिया बनाउँछु नि लास्टै खतरा चिया बनाउँछ अब जस्तो बनाउ खानु परिहाल्यो नि हो यस्तो भएर नि साह्रोले बबाल चिया बनाएपछि खानै पर्यो। अब नखाए पनि म खुवाएरै छाल्छु। दादा पनि खादिनु दादा पनि आइसकेको छ दादालाई पनि भन्यो। अनि कपहरू भयो कपहरू पनि फाइनल भयो छान्ने पनि आयो। अनि चाहिँ साँच्चै कस्तो भाडा माग्नु भनेपछि जस्तो झ्याउ मलाई केही लाग्दैन। अब त भाडा माझेपछि कस्तो हुन्छ लाइक आफ्नो घरको काम गर्नुपर्छ क्या। अनि मेरा साथीहरूमा नि गर्छन् 2-3 जनाले, साथी धेरै छैन 2-3 जना धेरै पनि गर्छन् क्या काम। त्यही भएर अब साथीले गर्छु भने म नि गरिदिन्छु भनेर लागेको होइन कि, तर त्यस्तो चाहिँ होइन। तर साथी गर्दो रहेछ नि मेरो मसँग मिल्ने छ कि भाडा चाहिँ माझ्दो रहेछ। यति चाहिँ बुझ्यो यार मेरो क्लोजेस्ट फ्रेन्डहरू भाडा माझ्दो रहेछ। यति खुसी लाग्छ यार। यति चाहिँ भने एउटा भएछ मेरो सङ्गत लागेर तिनीहरूलाई केही त राम्रो भएछ। हो चिया हेर्न सक्नुहुन्छ यहाँ 2:27 भएको छ। अनि म चाहिँ भने सबैजना गइसक्नु म अनि फोन पनि सवाल अफ भयो क्या। चार्ज राख्नको लागि मैले यताउति गरेर फोन मेरो अलिकति चार्ज फाँकबाट मैले गिटी भयो क्या। सो अब चाहिँ गरेर फ्रिज ब्लग चार्जबाट 70-80% कति % भएको छ। अनि ब्लग रेडी भयो भने रिज्युम हुँदैछ।
त्यहाँ पानी परेको छ सिमसिमे पानी पऱ्यो अलि पानी पऱ्यो अलि ठुलो पानी पऱ्यो आज इटरी जाउँ भनेको साँच्चै फेरि इटरीमा पनि खतरा पानी डुबान भएको छ भने सुनेको थिएँ मैले त्यस्तो डुबान भयो भने नजाँदै ठिक हुन्छ क्या सुनेर नजाँदै ठिक भरे फोन गर्छु फेरि पानी पर्न रोक्ने यताउति भन्छु जान्छु किनभने भोलि त पुर्नेको दिन जान मिलेन अब पुर्नेको दिन त सक्यो दसैँ सक्यो अब चाहिँ यार कस्तो भइरहेको छ अब जानुपर्ने छ कि छैन त्यही हेरौँ अब त्यतिको हेर्नुपर्छ सोचेँ अब हेर्दै जानु अब चाहिँ यार कस्तो पानी परेको छ त यहाँ कस्तो पानी परेर सबै प्लानै चौपट भयो अब पानी परिरहेको छ अब प्लान चौपट हुँदैछ अब यो तिमीलाई चाहिँ यस्तै पानी पर्छ भन्ने खबर आएको थियो अन्त वेदर फोरकास्टमा साँच्चै भयो कि कस्तो हुन्छ नि अब जाने प्लान बनिसकेपछि इटरी त झन् पुरै बाढी आएको छ भन्ने खबर आएको थियो खबर त आएको दिन जानुपर्ने अब के गर्नु 5 बजी भनेको अहिले जाने ठाउँ छैन पुरै यहाँ भइरहेको छ आज मतलब 5 मिनट त 5-6 मिनट त भएन किनेहरू होला सर्ट एन्ड स्विट ब्लग त्यो गाइजर अब बन्द गरिदिनु अब हाम्रो नि धेरै भएको अन्त अब हुन्छ नि भ्लग बनाउँथ्यो हुन्छ नि अलिकति पानी परेर यस्तो भइरहेको छ समस्या गइरहेको छ पुरै बनाऊँ भन्ने नि अब हुन्छ नि त्यस्तै अब बुझ्नु न त्यो बाई टेक केयर सब्सक्राइब गरिदिनु होला